हेलो एभ्रिवान। आज चाहिँ म यहाँ सिलेरी गाउँमा आइपुगेको छु र तपाईँहरूलाई यो सिलेरी गाउँको चाहिँ भ्यू देखाउँदै चाहिँ हेर्न सक्नुहुन्छ। आज चाहिँ पुरा फगी पनि लागेछ है। भर्खर आइपुगेको म पनि एनजेपीबाट डाइरेक्ट सिलेरी गाउँको ड्रप थियो, त्यही भएर यो चाहिँ सिलेरी गाउँको सानो गाउँ छ तर धेरै रमाइलो गाउँ छ। यहाँ चाहिँ खालि होमस्टेहरू मात्रै छ। यहाँ देख्न सक्नुहुँदैछ तपाईँहरूले। माथिको चाहिँ आज मेरो गेस्ट बस्ने होमस्टे है। हाम्रो रुम चाहिँ यहाँनिर दिएको छ ड्राइभरहरूलाई चाहिँ। यो चाहिँ तपाईँको सिलेरी गाउँको नजारा हो। हेर्नुहोस्, हेभी जाडो छ तर जाडो चाहिँ आज चाहिँ तपाईँले देख्न सक्नुहुन्छ। यो चाहिँ तपाईँको कालिम्पोङबाट यता सिलेरी गाउँ है। होमस्टे यहाँ चाहिँ पुरा स्टे गर्नुको लागि चाहिँ टुरिस्टहरू पुरा आउँछ र बिहान चाहिँ यहाँनिर चाहिँ तपाईँको सनराइजिङ हेर्नुको लागि मेन चाहिँ यहाँबाट नि तपाईँको एउटा भ्यू पोइन्ट छ पर है। सनराइजिङको लागि जाँदो रहेछ, हेर्न सक्नुहुन्छ। तपाईँहरू पनि आउनु सक्नुहुन्छ, धेरै रमाइलो छ।